यो भिडियो चाहिँ अन्तिम भिडियो है। हो, सही सुन्नुभयो। आजदेखि चाहिँ मैले चाहिँ यो आयोको चाहिँ भिडियो चाहिँ अन्त्य गर्ने विचार गरेको छु। लगभग आजसम्म 5 दिन भइसक्यो। 11-12वटा नियम मैले पढाइसकेको छु। आज चाहिँ यसको अन्तिम दिन। हाम्रो एउटा मात्रै नियम बाँकी छ। अब त्यो नियम पढाएर चाहिँ यो आयोलाई सकेर हामी अर्को नयाँ च्याप्टरमा जान्छौँ, च्याप्टर 5मा जान्छौँ। त्यसै गरी आजको हाम्रो नियम चाहिँ सको बारेमा छ। हेर्नु त कस्तो छ, के नियम रहेछ हेरौँ है त। आजको हाम्रो नियम भनेको चाहिँ स सम्बन्धी छ है, विशेष गरेर। अब आजको नियममा चाहिँ हाम्रो सुरुको छ VST को अन्तमा, याद गर्नुपर्ने कुरा हेर्नु है, यो थाहा हुनुपर्छ। VST को अन्तमा स छ भने सलाई हटाउने तर स नकाटेको व्यवहार गर्ने र भव्यले हेरेर अगाडिको भव्यले हेरेर के गर्ने, आयो अथवा अयो चाहिँ लगाउने। यो कुरा थाहा पाउनुपर्छ है। VST को अन्तमा स छ। अब सलाई छ भने चाहिँ सलाई चाहिँ हटाउने तर स चाहिँ नभए के अरे भएको जस्तो व्यवहार गरेर चाहिँ सूत्र लगाउने, नकाटेको व्यवहार भनेको छ। त्यस्तै अरूमा पनि लाग्छ। जस्तै स हाम्रो यहाँ स लगत्तै माथि भवेलवाला सूत्र आउँदा काट्न सकिन्छ। यो अरू नियममा पनि लाग्छ। जस्तै मेन वुमेन, त्यस्तै बनिता सुनिताहरू, बनिता सुनिता हुँदैन, त्यस्तै बसिदा उपसिदाहरूमा पनि लाग्छ। तल म भनिदिन्छु। अब सुरुमा छ नात्ता। नात्ताको भेष्टी के हुन्छ, नात हुन्छ तर यहाँ स छ त छैन। अब यो सलाई चाहिँ यहाँ स काटे पनि स छ भनेर हामीले के गर्नु पऱ्यो, व्यवहार गर्नु पऱ्यो। अब यसमा आयो लाग्छ कि अयो लाग्छ भन्दाखेरि आयो लाग्छ, किनकि अगाडि के छ, भवेल आ छ। अब के हुन्छ यहाँ, अब अरू नियमअनुसार हाम्रो सिधै यो आ लगतै पछाडि पनि आ आउँथ्यो भने जहिले पनि एउटा मात्रै लेखिन्थ्यो। अरू नियमअनुसार हाम्रो के हुन्छ, ना प्लस आयो जोड्दाखेरि सिधै के हुन्थ्यो, नायो हुन्थ्यो। तर यसमा चाहिँ फेरि हामीले यहाँ तल के सम्झिनु पऱ्यो, यहाँ चाहिँ स छ है भनेर सम्झिनु पऱ्यो। त्यही यसको नियम मेन भनेको। त्यस्तै यताबाट अब यहाँ के हुन्छ, यहाँ स छ सम्झिने, अयो लगाउने। अब यहाँ पनि जोड्न मिलेन, के हुन्छ, इ अयो हुन्छ। त्यस्तै फुत्ताबाट फु आयो, खुत्ताबाट खु आयो, त्यस्तै छत्ताबाट छ आयो, त्यस्तै छित्ताबाट छि आयो भन्छ। यो त भयो हाम्रो नियम। अब नोट हेरौँ त। यी माथिका 6वटामा मात्र यो नियम लागु हुन्छ। यी बाहेक अरूमा चाहिँ यो नियम चाहिँ लागु हुँदैन है। यो 6वटा सम्झिनु पर्ने, नात्ता, इत्ता, फुत्ता, खुत्ता, छत्ता र छित्तामा मात्रै स काट्न पाइन्छ। यी बाहेक अरूमा काट्न पाइँदैन। जस्तै यो सित्तामा पनि स आएको छ नि, तर यसमा यी स काटेको छ त छैन, सिधै हाम्रो के लाउने, अब यहाँ सिसयो हुन्छ। त्यस्तै यो उत्तामा पनि स काटेको छ छैन, यसमा किन काट्दैन भन्दाखेरि यो माथि 6वटा मात्रै काट्न पाइन्छ, अरूमा काट्न पाइँदैन। त्यही भएर अलिकति प्र्याक्टिस टिप्स है। तपाईँहरू घरमा चाहिँ यो ग्रामरहरूले कसरी टिप्स सिक्ने भन्दाखेरि चाहिँ जस्तै यसरी लेख्ने, मैले 2-4 मात्रै लेखेको छु, अलि धेरै लेखेर भर्ने। थान भनेको शब्द, बनिँदा सुन्दा लगाउने, गो लगाउने, आयो आयो, आस आस, मेन उमेन। अब यहाँ यसमा रौ र त्यस्तै अरू सूत्रहरू पनि धेरै छ, जुन राखेर बनाए पनि हुन्छ। यसरी सजिलो हुन्छ। जस्तै इत्ताबाट इस सुन्मिदा इदको, यहाँनिर के छ, इ अयो हुन्छ। त्यस्तै अब यसमा आस आस जोड्दाखेरि इ अस हुन्छ। त्यस्तै मेन र उमेन, यो स लगतै माथि भवेल आउने भएकोले के हुन्छ फेरि इ उमेन हो। यस्तो कुरा थाहा पाउनु पऱ्यो। त्यस्तै छित्ताबाट छि सुन्मिदा छितको छि अयो, त्यस्तै छि अयो भए चाहिँ छि अस हुनु भएन होइन, छि अस। त्यस्तै छिउमेन यस्तो हुनु पऱ्यो। त्यस्तै उत्ताबाट सुन्मिदा उत्को, त्यस्तै उस अयो, त्यस्तै उसस, त्यस्तै उसुमेन। यस्तो यो कुराहरू थाहा पाउनुपर्छ है। नियमहरूलाई मजाले हेर्नु होला।